सो गाइज हाम्रो नेपालको बोइजहरूको धेरै जस्तो जिज्ञासा आइरहेछ नेपालमा चाहिँ नेपाली सर्भर चाहियो भनेर र मलाई चाहिँ नेपाली सर्भर चाहियो दाइ हामीलाई चाहिँ नेपाली सर्भर चाहियो भनेर धेरै जस्तो भन्ने जिज्ञासा आइरहेछ र नेपाली सर्भर चाहिँ हाम्रो नेपालमा धेरै इम्पोर्टेन्ट भइसकेको छ अब र नेपालीहरूले खोज्या नै यही र रोज्या नि यही र सबले नेपाली सर्भरको लागि सबैजनाले सपोर्ट गर्नु होला माया देखाउनु होला नेपाली सर्भर नेपालमा ल्याउनु पर्छ केटा हो है नेपाली सर्भरको लागि म चाहिँ हर रात दिन मेहनत गरिरहेको छु तिमीहरू किन मेहनत गर्दैनौ किन तिमीहरू मलाई सपोर्ट गर्दैनौ ल भन केटा हो एउटा कन्टेन्ट बनाउनलाई कति घन्टा लाग्छ एउटा कन्टेन्ट बनाउनलाई लगभग आधी घन्टा लाग्छ मैले यो कन्टेन्ट बनाइरहेको छु नि यो कन्टेन्टलाई एडिट गर्न कति घन्टा लागेको छ थाहा छ तिमीहरूलाई यो मैले बोल्नलाई कति तकलिफ भइरहेछ थाहा छ तिमीहरूलाई थाहा छैन नि ल सबले सपोर्ट गर्नु पर्यो है सबले माया देखाउनु पर्यो नेपाली सर्भर नेपालमा अवश्य आउनेछ हस्त जय नेपाल सो गाइज हाम्रो नेपालको बोइजहरूको धेरै जस्तो जिज्ञासा आइरहेछ नेपालमा चाहिँ नेपाली सर्भर चाहियो भनेर र मलाई चाहिँ नेपाली सर्भर चाहियो दाइ हामीलाई चाहिँ नेपाली सर्भर चाहियो भनेर धेरै जस्तो भन्ने जिज्ञासा आइरहेछ र नेपाली सर्भर चाहिँ हाम्रो नेपालमा धेरै इम्पोर्टेन्ट भइसकेको छ अब र नेपालीहरूले खोज्या नै यही र रोज्या नि यही र सबले नेपाली सर्भरको लागि सबैजनाले सपोर्ट गर्नु होला माया देखाउनु होला नेपाली सर्भर नेपालमा ल्याउनु पर्छ केटा हो है नेपाली सर्भरको लागि म चाहिँ हर रात दिन मेहनत गरिरहेको छु तिमीहरू किन मेहनत गर्दैनौ किन तिमीहरू मलाई सपोर्ट गर्दैनौ ल भन केटा हो एउटा कन्टेन्ट बनाउनलाई कति घन्टा लाग्छ एउटा कन्टेन्ट बनाउनलाई लगभग आधी घन्टा लाग्छ मैले यो कन्टेन्ट बनाइरहेको छु नि यो कन्टेन्टलाई एडिट गर्न कति घन्टा लागेको छ थाहा छ तिमीहरूलाई यो मैले बोल्नलाई कति तकलिफ भइरहेछ थाहा छ तिमीहरूलाई थाहा छैन नि ल सबले सपोर्ट गर्नु पर्यो है सबले माया देखाउनु पर्यो नेपाली सर्भर नेपालमा अवश्य आउनेछ हस्त जय नेपाल।